हेलो गाइज गुड मर्निङ। मेरो बिहानीको शुभ चाहिँ यसरी भयो। अनि शुभ बिहानीमा चाहिँ जाने बित्तिकै यसरी फ्रिजमा गएर करेन्ट खाइयो, करेन्ट खाने। अनि त्यसपछि घर आएर फेरि मसरुम किङ पकायो लडाकु क्विनले। हा अनि मलाई चाहिँ साग चाहिँ यस्तो मनपर्छ कि यस्तो मनपर्छ। अनि अन्ली बुके आई क्यान अफोर्डवाला फिल आइरहेको थियो क्या मलाई चाहिँ। ओ माई गड, ओ हेर न आमामा खुसीको फेरि साग पाएपछि क्या। आमामा साग त मलाई यति पकाएर दियो भने खाइदिन्छु क्या। अनि म चाहिँ हिडन एक्सन जानलाई ऊ रेडी भइसक्यो भुत्नी जस्तो। निलो ड्रम पनि देखाएको। अनि त्यहाँ म पुग्दाखेरि एउटा भाइ चाहिँ स्टन्ट हानिरहेको थियो। अनि स्टन्ट हान्दै थियो, म पनि टक्क बसेर हेरिदिएको क्या। फेरि अनि ऊ हेर न दाँत फेरि देखाइहाल्नु पर्ने क्या, यस्तो राम्रो दाँत। अनि त्यहाँ अर्को फेरि भिडियो बनाउँदै थियो। एउटा भिडियो खिच्ने मान्छेको फोन कता छ, भिडियो खिच्ने मान्छे कता छ, यतिको क्यामेराम्यान चाहिँ जिन्दगीमा चाहिने रहेछ क्या। अनि यता एकतिर स्टन्ट एकतिर रेस सबै प्र्याक्टिस गर्दै थिएँ। म चाहिँ हेरिरहेको थिएँ, मलाई पनि प्र्याक्टिस गर्न मन लागिरहेको थियो। तर डक्टरले मलाई नगर्नुहोस् भन्नुभयो। अनि आज गरिनँ, भोलि चाहिँ बिस्तारै बिस्तारै चलाउनु पऱ्यो है भनेर सोचिरहेको छु। अब हेरौँ के हुन्छ, परिस्थितिले के भन्छ। अनि यहाँ यिनीहरूलाई देखेर चाहिँ कस्तो चलाउन मन लागिरहेको थियो, के गर्नु। अनि त्यसपछि हामी बेलुका घर आयौँ। घर आउँदाखेरि चाहिँ पुन्टेहरूको पनि मासु सिद्धिरहेको थियो। अनि हाम्रो बाबाले चाहिँ जहिले मासु यस्तो लिन जाँदाखेरि त्यहाँ कुकुरहरूलाई दिनुहुन्छ क्या। अनि म चाहिँ घर आएर चिया खाएँ। बाई बाई, गुड नाइट, ह्याप्पी बर्थडे।